हेलो एभ्रिवान, आज चाहिँ हामी मेहन्दी प्रोग्राममा जाँदैछौँ। हामी निस्किँदाखेरि चाहिँ पानी पर्न स्टार्ट भइसकेको थियो। सो निस्किँदाखेरि पानी पर्न स्टार्ट भए पनि हामी जब लोकेसनमा पुग्ने खोज्दा चाहिँ त्यहाँ चाहिँ पानी परेको थिएन। सो हामी चाहिँ उहाँहरूको लोकेसन कल गरेर फेरि सोध्यौँ। हामी लोकेसन कन्फ्युज भएर यो चाहिँ हामी महाराजगञ्जमा गएको भएर चाहिँ हामीलाई चाहिँ अलिकति टाढा जस्तो लागेको थियो र हामी लोकेसनमा पुग्यौँ। हामी चाहिँ सानो नानीको मेहन्दी प्रोग्राम थियो, उसको गुन्ने चोलो पर्सि थियो। सो आज चाहिँ हामी मेहन्दीको लागि लगाउनको लागि हामी दुईजना भएर पुग्यौँ। सो मैले चप्पल कता राख्ने भनेर भनिरहेको हुन्छु कि यहाँ हजुरहरूले कुनै कुनै भिडियोजहरूमा चाहिँ रियल साउन्ड पनि सुन्न सक्नुहुन्छ। मेहन्दीको लागि चाहिँ थोरै नै जना हुनुहुन्छ भनेको भएर चाहिँ हामी दुईजना मात्रै गएको छौँ। सो बहिनी र मेरो क्लिप्स पनि अलिकति लियौँ। हामी यस्तो पानीमा भिज्दै भिज्दै आएको भएर चाहिँ हामी एकअर्कालाई हेर्दै हाँस्दै थियौँ कि राम्रो गर्नुपर्छ है भनेर। सो त्यहाँ पुगिसकेपछि चाहिँ सबैजना हाम्रै वेटिङमा बसिरहनु भएको रहेछ। उहाँ चाहिँ नानीको बाबा हुनुहुन्थ्यो र उहाँहरू चाहिँ ग्रान्ड फादर एन्ड ग्रान्ड मदर हुनुहुन्थ्यो। उहाँहरू कस्तो स्विट हुनुहुन्थ्यो कि जतिसुकै भए पनि फङ्सन चाहिँ स्टार्ट भइसकेको भएर चाहिँ मैले नानीको हतार हतार बिफोर भिडियो चाहिँ अलिकति लिइहालेँ अनि त्यसपछि मैले लाउने स्टार्ट गरेँ। सो नानीलाई चाहिँ एकदम सटल एकदम थोरै लाउनु परेको भएर चाहिँ उसलाई देखाएर नै मैले उसको डिजाइन अनुसार लगाएँ। यतापट्टि बहिनीले अरू क्लाइन्टहरूलाई लगाइदिँदै हुनुहुन्थ्यो। उहाँ नानी चाहिँ एकदम टायर्ड भएको भएर चाहिँ उसको फ्रन्ट हातमा लगाइसकेपछि चाहिँ उहाँहरूको अलिकति फोटोसुट भइरहेको थियो। नानीलाई पनि भोक लागेको भएर हामी पनि त्यही टाइममा चाहिँ खाना जाऊँ भनेर चाहिँ हामी खाना थाल्यौँ। खाना पनि एकदम मिठो थियो। उहाँहरूको सर्भिसहरू हामीलाई एकदमै मन पर्यो होइन। घरमा बोलाएर उहाँहरूले हामीलाई यति धेरै रेस्पेक्ट दिनुभयो र हामीले यतिखेर चाहिँ उहाँहरूको ग्रान्ड फादर अनि ग्रान्ड मदरको चाहिँ डान्स प्रोग्राम हेऱ्यौँ। मैले यति रमाइलोसँग यो एजमा पनि यति मजाले नाच्नुहुन्छ भन्ने कसैले सोच्नु पनि हुँदैन र अलिकता चाहिँ मैले यो भिडियोमा चाहिँ हजुरहरूलाई रियल साउन्डमा राखिदिएको छु है। उहाँहरू दुईजना चाहिँ ट्विन्स हुनुहुँदो रहेछ कि दुईजना चाहिँ ट्विन्स भएको भएर चाहिँ उहाँहरूको डान्स पनि मैले अलिकति क्लिप्स लिएँ र उहाँहरूले पनि आफ्नो पार्टनरसँग पनि यसमा डान्स गर्नुभएको छ। सो यसमा चाहिँ हजुरहरूलाई मैले रियल नै साउन्ड हालिदिएको छु है। कस्तो लाग्यो? राम्रो छ। थ्याङ्क यू। एकदमै You're the best Mindy. One of the best. थ्याङ्क यू। यो फङ्सन्समा चाहिँ हामीलाई यति रमाइलो भयो र नानीको पनि खुट्टामा पनि मैले कम्प्लिट गरिदिएँ र हातमा पनि नानीको रिभ्यू साथसाथै हामी चाहिँ मेहन्दी प्रोग्राम कम्प्लिट गरेर हामी निस्क्यौँ र हामी निस्किसकेपछि बाहिर फेरि पानी पर्न थाल्यो त कि दिउँसभरि पानी परेको थिएन। हामी निस्किँदा फेरि पानी पर्यो। सो बाटोमा जाँदाखेरि चाहिँ पानी स्टार्ट भइसकेको थियो। एकछिन जाम पर्दाखेरि त मेरो बा यसरी पनि काम गर्नु पर्दो रहेछ जस्तो भयो। मेरो यो फाउन्डेसन पनि गयो होला है यदि भिजा खोइ वाटरप्रुफ भयो कि क्या हो होइन त मलाई त्यस्तो लागेको थिएन गह त मेरो पानी त बाहिर बाहिर छु यहाँ वाटरप्रुफै भयो कि क्या हो। सबै काम सकेर हामी त आफ्नो घरतर्फ लाग्यौँ। बाई।